कार्यान्वयन त्यसको चाहिँ एक्सन हुँदैन भने एनआरले कसरी सहयोग गर्नु पर्यो त्यो कुरो जरुरी छ है। त्यस कारणले गर्दाखेरि किनभने सहयोग पाउने भए त पाइहाल्थ्यो नि। त्यसकारण एनआरएनबाट चाहिँ एउटा चाहिँ पोइन्ट अफ कन्ट्याक्ट अनि एनआरएन एउटा हामी सबैको साझा संस्थाको नाताले एउटा त्यो रिसोर्सेस त्यो फेसिलिटेट गरिदिनु पर्छ। एनआरएन को भूमिकाका बारेमा बोल्दै क्याप्टेन हितमान गुरुङ, राजन खडेल लगायतले बोल्नु भएको थियो। अभिभावकको रूपमा रामशरण शर्माले बोल्नु भएको कार्यक्रममा पत्रकारको तर्फबाट बीबीसी नेपाली सेवाका पत्रकार भगीरथ योगीले बोल्नु भएको थियो। आयोजकले 100 जनाको लागि लिएको हलमा विद्यार्थीहरूको संख्या धेरै भएपछि विद्यार्थीहरूको भिड कार्यक्रम स्थल बाहिर पनि त्यस्तै थियो। केही विद्यार्थीले कलेजमा भोग्नु परेको पीडा कवितात्मक शैलीमा वाचन गरेका थिए। युकेमा मोज हुन्छ भनेर टायर 4 पोलिसीमा भिजा लायो, तर युके आएर साह्रै दुःख पायो। बाटोमा भेटेको चुरोटको ठुट्टो पनि खायो, काम खोज्दै 1000 होटल धायो, जुत्ता फाटियो तर काम नपायो। साथी हो युके आएर साह्रै दुःख पायो। कति दिन भोक भोकै बाटोमा त्यसै धायो, तर काम नपायो। कति होटलबाट नराम्रो गाली खायो, तर काम नपायो। साथी हो युके आएर साह्रै दुःख पायो। अब त म आफ्नो देश फर्क्दैछु, आफ्नो देशको माटोलाई ढोग्नेछु र आफ्नो देशमा दुःख गर्नेछु। नेपाल पुग्ने बित्तिकै सूर्या चुरोट मोमो र चाउमिन खानेछु भन्नेछु। यो लन्डन ठगमा के बस्नु हो? न पार्कमा सुत्न पाइन्छ, न भन्ने ठाउँमा बस्न पाइन्छ। यता पनि डुलियो उता पनि डुलियो, गोरी र कालीलाई हेर्दै त्यसै कति दिन त त्यसै भुलियो। हामी नेपाली शिर उचाली विश्वभरि लम्किन्छ, तर खतम हाम्रो भाग्य कहिले चम्किन्छ। नेपाली विद्यार्थीहरूलाई धेरै आश्वासनहरू दियो। जब यो सेसन सुरु भयो युकेमा यसरी विद्यार्थीहरू आउने, त्यो बेलामा हाम्रा कलेजका अहिले प्रिन्सिपल हुनुहुन्छ उहाँ नेपाल जानुभएको थियो। 5 स्टार होटलमा सेमिनार गर्नुभयो। मेरो कलेजको नजिकै काम पाइन्छ, चिन्ता गर्नु पर्दैन, तपाईँहरू आउनुहोस्, कलेज नजिकै काम छ, केही समस्या पर्यो भने हामी तपाईँलाई हेल्प गर्छौँ, दाजुभाइ हो तपाईँ हामी। तर आज खोइ प्रिन्सिपललाई भेट्न जान एपोइन्टमेन्ट लिनुपर्छ, देखा छैन, धेरै भइसक्यो प्रिन्सिपल। कोही विद्यार्थी साथीहरू कसैले तपाईँहरूको अगाडि प्रिन्सिपलले आएर के दुःख छ, समस्या के छ तपाईँलाई भनेर आजसम्म सोधेको छ भने भन्नुहोस् है। कार्यक्रमको अन्त्यमा बोल्दै अध्यक्ष सूर्य गुरुङले आफूहरू विद्यार्थीहरूको अभिभावक पनि भएकाले उनीहरूको समस्याप्रति सजगताका साथ सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो। यसको उद्देश्य भनेको जुन हामीले एउटा नेपाली विद्यार्थीहरूको समस्या, कारण, वास्तविकता र समाधान भनेर हामीले चाहिँ नि राखेका छौँ र उहाँहरू विद्यार्थीहरू नेपालदेखि नै जुन एउटा कन्सल्टेन्सीबाट चाहिँ के खालको चाहिँ कुराहरू उहाँलाई भनेको छ, कस्तो खालको चाहिँ उहाँहरूले चाहिँ सपना बोकेर आएको छ र यहाँ आउँदाखेरि उहाँहरूले चाहिँ के पाइरहेको छ त, उहाँ र यहाँको डिफ्रेन्स के पाइरहेको छ, यहाँ आइसकेपछि यहाँ उहाँहरूले भोग्नु परेको समस्याहरू के हुन्, किनभने अहिले धेरै कुराहरू सुन्नमा आइसकेको छ र यो हामीले चाहिँ एनआरएनले अत्यन्तै यसलाई चाहिँ गम्भीरतापूर्वक यसलाई चाहिँ सोचेका छौँ र यसलाई हामीले एउटा टक प्रोग्राम भनेर राखिए तापनि यसको अन्तमा यसको निचोड सोल्युसन चाहिँ विद्यार्थीहरूलाई अलिकति रोजगारीको व्यवस्था होस् अथवा रिक्रुटमेन्टको व्यवस्था होस् अथवा चाहिँ राहतको चाहिँ प्याकेज हुनसक्छ कि त्यस्तै खालको समस्याहरू छ भने यी सबै कुराहरूलाई मध्यनजर राखेर हामीले विभिन्न सङ्घ संस्थाका व्यक्तिहरूलाई, प्रतिनिधिहरू, त्यस्तै गरेर तपाईँको चाहिँ बुद्धिजीवी सर्कलदेखि लिएर सबै चाहिँ प्रतिष्ठित व्यक्तिहरूलाई हामीले बोलाएका छौँ। हामी एनआरएन वास्तवमा चाहिँ नि उहाँलाई हेल्प गर्न हामी एकदम तत्पर छौँ। हाम्रो स्लोगन नै फर नेपाली बाई नेपाली हो। त्यसले गर्दाखेरि डेफिनेटली स्टुडेन्टहरूले परेको दुःखहरू हामी सुन्न तयार छौँ र हाम्रो तर्फबाट हामीले सक्ने प्रयास के सम्बन्धी सक्छौँ। हुनसक्छ हामीले विदेशी मित्र राष्ट्रहरूसँग पो हामीले चाहिँ नि भन्नुपर्ने हो कि त्यो लेभलमा पनि हामी कुरा गर्न तयार छौँ र त्यो भविष्यको कुराहरूलाई चाहिँ नि हामी एक्सपोज गर्न चाहन्छौँ र हामी आश्वासन भन्दा पनि फ्याक्ट कुराहरूलाई चाहिँ नि उहाँलाई भनेर र हाम्रो तर्फबाट हामीले सक्ने काम चाहिँ हामी उहाँलाई चाहिँ गर्न तयार छौँ। अहिलेको विद्यार्थीको ठूलो समस्या भनेको रोजगारी भएकोले नेपालबाट बेलायतमा आई व्यवसाय गरेका नेपालीहरूलाई विद्यार्थीहरूलाई रोजगार दिन आग्रह गर्न बताउनुभयो। उहाँले रोजगार दिन सक्नेले रोजगार दिन्छन्, नसक्नेले तालिम भए पनि दिन आग्रह गर्ने र समाधानका लागि पहल गर्न बताउनुभयो।